विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ। युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ। विश्वभरि छरिरहेका नेपालीहरू एकताका सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्ना ज्ञान, सिप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ।